हेर न त्यहाँ मात्र छ है So hello and good morning everyone. So this is my first vlog and आज चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो कलेजको फेस्ट छ अनि फेस्टमा चाहिँ हामी गर्ल्सहरुको फुटबल छ सो म पनि खेल्दैछु सो त्यसैले बट गाइस एउटा सैडेस्ट पोइन्ट चाहिँ के छ भन्दाखेरि गाइस आजको वेदर चाहिँ एकदम ब्याड भइरहेको छ अन्त अब के हुन्छ हाम्रो थाहा छैन सो हेर्दै जानुहोस् होला गाइस आज के हुन्छ हामी हार्छ कि जित्छ कि गाइस तपाईहरुले आजको वेदर चाहिँ देख्न सक्नुहुन्छ कस्तो छ भनेर हैन आज हामीलाई वेदरले धोका दिएको भन्नु भएको छैन अन्त यस्तो छ आजको वेदर चाहिँ अब के हुन्छ गाइस यो चाहिँ हाम्रो कलेज हो है यो चाहिँ हाम्रो रुमबाट छत मात्रै देख्छ हैन गाइस अन्त पानी पनि पर्दैछ अब के हुने हो आज है हेर्दै जानुहोस् होला हामी हार्छ कि जित्छ त्यसको लागि चाहिँ लास्टसम्म हेरिदिनुहोस् होला तपाईहरुले भ्लग सो गाइस म चाहिँ नुहाएर फ्रेस भएर आइसकेको छु अन्त अब चाहिँ म ब्रेकफास्ट गर्न जान्छु अनि त्यहाँदेखि ब्रेकफास्ट गरेर आएर रेडी हुन्छु त्यहाँदेखि रेडी भएर चाहिँ म घर जान्छु तपाईहरुलाई म रेडी भएर भेट्छु ल गाइस सो गाइस मैले चाहिँ जर्सी लगाएको छ के अन्त अब बुट चाहिँ म ग्राउन्डमै पुगेर लगाउँछु अन्त अहिलेको लागि चाहिँ यति नै अन्त त्यहाँदेखि म अब ग्राउन्डमा पुगेर भेट्छु ल गाइस म चाहिँ मेरो हस्टेलदेखि हिँडिसकेको छु मेरो अरू साथीहरू चाहिँ सबै अघि गएछ अन्त म चाहिँ अब ढिलो भयो होइन सो बुट यहाँ चाहिँ अब म ग्राउन्ड पुगेर भेट्छु ल गाइस म चाहिँ ग्राउन्ड पुगिसकेको छु होइन अहिले चाहिँ फर्स्ट इयरको म्याच हुँदै रहेछ अन्त गोल भयो गाइस हेर्दै जानुहोस् होला के हुन्छ म्याचमा अन्त खासमा चाहिँ म फर्स्ट हाफमा चाहिँ मिड डिफेन्स खेलेको थिएँ अनि त्यहाँदेखि चाहिँ म चाहिँ खासमा चाहिँ गोलकिपर खेल्छु नि त गाइस पहिल्यैदेखि तर अहिले आजको म्याचमा चाहिँ टिमको कोअर्डिनेसन मिलाउनुको लागि म चाहिँ मेन डिफेन्स खेल्ने भएको थिएँ तर भएन सो सेकेन्ड हाफदेखि चाहिँ म फेरि गोलकिपर नै खेलेँ गाइस अन्त त्यहाँदेखि सो गाइस हेर्न सक्नुहुन्छ यहाँनिर अरूहरू खेल्दैछ अन्त यहाँ रातो जर्सीमा चाहिँ म हो होइन गाइस गोलकिपर अन्त त्यहाँदेखि अपोनेन्ट टिमले धेरै एटेम्प्टहरू गर्दैथ्यो गोल हाल्नुको लागि तर मैले सेभ गरेँ निकै तर यो चाहिँ गोल भएन बाहिरबाट गएको हो गाइस अन्त त्यहाँदेखि यो मेरो त्यहाँदेखि के भन्छ यस्तै भयो गाइस यहाँदेखि उता चाहिँ डरलाग्दो पानी परेको कारणले गर्दाखेरि मैले भ्लग कन्टिन्यू गर्नै पाइनँ सो आजको दिन चाहिँ यसरी नै बित्यो गाइस हेर्नुहोस् गाइस झन्डै झन्डै गोल भयो यस्तो भएर पनि हार्यो गाइस हाम्रो चाहिँ म्याच सक्यो अनि म्याच सकेर पनि मेरो चाहिँ भोलि छाउनु जाने प्लान छ नि त सो त्यसको लागि म अहिले नै गान्तोक जाँदैछु अन्त गान्तोक गएर भेट्छु ल तपाईँहरूलाई अहिले म पुरा खुट्टाहरू काटेर मोडमा आँटेको छु तर भए गान्तोक चाहिँ यस्तो देख्छ हाम्रो रुमदेखिबाट चाहिँ गाइस अब हामी यहीँ पुग्नुपर्ने हुन्छ होइन हामी जान्दैछौँ सो गाइस म चाहिँ गान्तोक आइपुगिसकेको छु होइन हाई भने चाहिँ यत्रो मान्छेलाई भन्दै साथी यसले चाहिँ भ्लग बनाउनु थालेछ होइन जस्तै भए पनि अब सपोर्ट गरिदिइहाल्नु हो अनि सरी हेलो
हेलो सो गाइज म चाहिँ गान्तोक यसकोमै आएको यो पागल मैले भेटेर आएको बाटोमा होइन त्यो चाहिँ अलिक राम्रो मान्छे छ त्यो चाहिँ पागल होइन रिश्तेमा दारा अलिक डिस्टेन्स बनाइहाल्नु नि त दुईजनाको माया पुगेको छु म चाहिँ होइन अब म भोलि छाउनु जान्छु अन्त तपाईँलाई म भोलि बिहान भेट्छु ल आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु बाई